चाहिँ मकै खाएको, हाम्रो चाहिँ टुट्टै पारेर खायो। बगलले बाँदर पसेर साथीहरू घाँस यसरी काटिरहेछ। हामीले लानुको लागि हेर्नु है, यस्तो पारेको छ, खाली 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 ठाउँ। यति साह्रो खाइदिएको छ कि मकै चाहिँ। हनुमान भनिन्छ, हनुमानले त यति साह्रो बिगार गर्दाखेरि त म त एक ताल खायो छोडिदेऊ भन्छ, छोडिदिनु भन्छ कि। हेर न यस्तो गरेको छ, अन्त के गर्नु साथीहरू। कस्तो यति चाहिँ हाम्रो हो भनेर छुट्टाएको। परतिर खाएकै छैन फेरि हो, यतातिर त फेरि खाएकै छैन। उता चाहिँ अर्काको। हाम्रो चाहिँ यस्तो है, हाम्रो चाहिँ छुट्टाएकै जस्तो खाइदिएको छ। निमुन्टै खाइदिएको छ। त्यो अरू जग्गा अरूको त खाइदिएको छ नि, त्यही हामीले मात्रै यहाँदेखि खाइदिएको। देख्नुभयो, यस्तो बिगार गर्छ बाँदरले। अघि एक कुलाएको थियो।